हेलो वेलकम सबैजनालाई मेरो न्यू ब्लगमा। आज चाहिँ हामी मेरो इङ्ग्लिस सुरु भयो है। आज हामी नयाँ वर्षमा यता पत्रीदेखि यता कहाँ अरे के भन्दैछ अहिलेको बासचौरी भन्ने ठाउँमा आएको छु। म यहाँ चाहिँ कति धेरै भिडै छ अनि ठाउँ पनि राम्रै रहेछ। हामी चाहिँ दुईजना आएको। यहाँ हेर न ऊ चाहिँ यसरी सुतिरहेको छ। तर म सर्टकट बनाउने हाम्रो चाहिँ प्लान पनि केही थिएन। अनि एक बिहान उठेर घुम्न जाने प्लान भएको। कोही कोही मान्छे घर पुगेको मान्छे पनि फर्केर आइसकेको छ। अगाडि पनि राम्रै आउँछ यसबाट त ब्याग भन्दा अनि यता चाहिँ कस्तो धेरै भिड सब कति धेरै मान्छेहरू छ। हामी चाहिँ बिचमा बसिरहेको छौँ। हामीले चाहिँ खानेकुरा सबै घरैबाट लिएर आएको छौँ। घरबाट होइन किनेर के लिएको छौँ आइसक्रिम अनि यो चिप्स के चिप्स चिज बल लेज अनि यो पिरो खाले पनि बदाम अनि के छ खरबुजा। इङ्ग्लिस नबोल्दै भन्छु वाटरमेलन खरबुजा पानी स्याउ अनि के पो अङ्गुर अनि अरू त छैन होला हौ केही पनि छैन। त्यति नै छ। त्यसले पनि हामी इन्नफ भइसक्यौँ। आधी खाएर कोही कोही खाएर पेट लडाउँदैछन्। अनि यता चाहिँ सेक्वाहरू बनाएर खाने ठाउँ पनि रहेछ। अनि मैले चाहिँ घरबाट भिडियो स्टार्ट गर्ने किनकि मलाई घरदेखि हिँड्दाखेरि भिडियो बनाउने मुडै थिएन। यहाँ आएपछि यस्तो वरिपरि हरियाली देखेर चाहिँ पुरै हामी भिडियो बनाएको छौँ। ब्याकग्राउन्डमा चाहिँ पुरै राम्री राम्री केटीहरूले टिकटक पनि बनाएर छ भिडियो। लाउँदैन वरिपरि दुर्गेश थापाको खोइ कसको ढले नि बजिरहेछ के बजिरहेछ। हामी चाहिँ दुईजना बसिरहेछौँ। साथीहरू हामी चाहिँ उहाँ परबाट खाएर पनि ओर फोटो खिच्ने ठाउँमा आयौँ। अनि फोटो खिचेको यस्तो घाम लागिरहेछ है। तर सिन चाहिँ बब्बाल दामी छ होइन बब्बाल दामी छ होइन। तर हामी चाहिँ लास्टै गरी भयो। अनि हामी चाहिँ ओह्राएर बसिरहेको छौँ। यहाँ पनि कति धेरै मान्छे आफ्नो त अब कोही नाचिरहनु भएको छ कोही गाइरहनु भएको छ। हामी चाहिँ गर्मीले सेलाक्कै भइरहेको छौँ। अब यता चाहिँ बर्थडे मनाइरहनु भएको छ क्या। तर हामीलाई चाहिँ केक दिनै भएन। हामीले चाहिँ केकको आश गर। अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ किनकि हामी चाहिँ बेलबारी पुग्नुपर्ने हुन्छ। हामी चाहिँ अनि बाटो पनि एकदमै धुलो उडेर बाटो अप्ठ्यारो छ नि त। अनि छिटै जाने बस्न त मन छ तर अब भरे जाने बेलामा गाडी पनि पाउँदैन। बाटो पनि एकदमै अप्ठ्यारो छ। त्यही भएर अब हामी चाहिँ यहाँबाट जानुपर्ने हुन्छ। अनि के भन्नु हामीले चाहिँ फोटोसोटो पनि हाल्यौँ। फोटो चाहिँ खासै खोइ मान्छे नराम्रो भएपछि त्यस्तै हुन्छ होइन। अनि अब यसो गरेपछि नै डिलिट त भरे गर्नुपर्छ। अनि पुरा यता पनि रमाइलो रहेछ ठाउँ चाहिँ एकदमै आनन्द। खोइ कसलाई लिएर आउनु हौ बोयफ्रेन्ड नभएको मान्छेलाई के डेटिङ होइन। तर पनि यहाँ चाहिँ साथी आएर एकदमै चिल गरेर बस्ने ठाउँ रहेछ। तर आज चाहिँ चिल गर्ने वातावरण छैन किनकि नयाँ वर्ष भएर होला मान्छे एकदमै धेरै मान्छेको रापले होला गर्मी पनि भइरहेछ है। अब हामी चाहिँ जानुपर्ने हुन्छ साथीहरू। तर पनि हामी चाहिँ भिडियो चाहिँ कहाँ गएर इन गर्ने घरमै गएर गरौँ ल। घरमा गएर भिडियो इन गर्छौँ। अनि बाटोको भिडियो चाहिँ हामीले चाहिँ नबनाऊ किनभने गाडीमा गान्द्रा गुद्रुङ उठारेर पछारेर
गर्दाखेरि हामीले चाहिँ भिडियो नबनाएको अनि अहिले चाहिँ हामी फोटो खिचेर बसेर तर हामीले चाहिँ हाम्रो खानेकुरा चाहिँ खाइसकेको छौँ यो किन फालेको भरे काम दिँदैन हेर न काम चल्यो भाडो लैजाटेर ठाडो भने जस्तोले चाहिँ तिम्रो झोलामा छ हेर यो यसको भाडा तिम्रो झोलामा छ ल अनि हामी चाहिँ अब यहाँबाट चाहिँ फर्किनु पर्ने हुन्छ गर्मी यस्तो धेरै छ सफारीहरू गइरहेछ के नबनाऊ बनाउँछु माई लाइफ माई रुल्स सफारीमा त जानु होला होइन मेरो प्राइभेट गाडी छ नि हाम्रो प्राइभेट गाडी छ बोलाएको छैन आउँछ बोला भने त आउँछ टिङ 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 ल ल ल ल हामी चाहिँ अहिले पत्रीबाट घर फर्किसकेको छौँ लुक एट अब चाहिँ हामी चाहिँ कहाँ अब हामी चाहिँ ठ्याक्क बेलबारीमा ओर्लिन्छौँ अनि त्यसपछि फेरि आयो यहाँ त बाटो पुरै बाटो पुरै बनिरहेछ नि त त्यही भएर गान्द्रा गुन्द्रुक छ बाफ्रे यता चाहिँ हिरोइनवाला फिल आएर होला होइन तर सुहाइरहेछ हामी चाहिँ फर्किरहेको छौँ साथीहरू हाम्रो भिडियो हेरिरहनु होला अनि हामीले अरू पनि भिडियो बनाउनेछौँ बन्द खोइ त बेतना आइपुगेन ए हामी त बेतनामा आइपुग्यौँ होला भनेको त छैन रहेछ ल ल ल आयो होइन यो बेतना होइन हामी चाहिँ ठ्याक्क बेतना आइपुगेको छौँ यस्तो भुलो छ नि हेर न कस्तो क्यामेरामा छोड्छ अहिलेको बेलामा चाहिँ हिँड्नु पर्ने हुन्छ यस्तो धुलो उडिरहेको छ तिम्रै हो बेतनामा नि पुरै मान्छे आम्मामा कति धेरै के बेतनामा मान्छेहरू आम्मामा मान्छेहरू यति धेरै छ बेतनामा हामी चाहिँ बेतना नजिक छोडेर अहिले त पुरै बेतनाको नै भाउ बढेको छ नयाँ वर्षले गर्दा यस्तो धेरै भिड छ बाफ्रे हामी चाहिँ होइन भ्लगर बनेको होइन यस्तो आमामा कति धेरै मान्छे चाहिँ बेलबारीमा ओर्लेर यता टुक्रे साइड अब रुमतिर जाँदैछौँ रुमतिर जानुभन्दा पनि यहाँ पनि एउटा चौरी छ एकछिन चिसो चौरी भेट्छ प्राकृतिक हावा खाएर के भन्छ प्राकृतिक होइन के भन्छौ नेचुरल हावा यहाँ हामी एकचोटि साकेला यहाँ पनि हुन्छ अनि हामी चाहिँ त्यहाँ एकदमै चिसो हावा खाएर जाने अनि चटपटे खानु पनि पाउँछ होला को हो त सानोतिनो ब्लगर नै हो नि तर कसैले नहेरेर मात्रै भयो त के भयो त हो म ब्लगर नै हो म गर्दिनँ किन गर्ने म गर्दिनँ म ब्लगर हो अरूले नभनोस् त म मेरो लागि म हो अरूले जेसुकै भनोस् मतलबै भएन मतलब गर्ने कुरै होइन मलाई मेरो सब्सक्राइबरहरूले लाइक गरिहाल्छ त्यतिमा मलाई किन चाहियो मन परेको फुलसोके पनि रसिलो चाहिँ ठ्याक्क अलिक आउ न यता आउ न अहिले चाहिँ हामी पप गार्डनमा एकदम के अरे तन्नासना भित्र ढल्केको क्या मतलब टाइम त घर जाने भएको छैन अब चाहिँ हामी एकछिन पछि जाने यहाँ चाहिँ हामी एकछिन यसो चिसो हावा खाएर जाउँ भनेर बसेको पुरा होइन यस्तोतिर रमाइलो छ यता पनि पुरै रमाइलो छ अनि यस्तो छ यहाँ चाहिँ तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ अनि यस्तो चाहिँ हामीले चाहिँ खानु नसकेको कुराहरू हामी चाहिँ ढल्किन्छौँ गाइजहरू कस्तो राम्रो छ है वरिपरि सो तपाईँहरू पनि यहाँ घुम्न आउन सक्नुहुन्छ म चाहिँ सो भन्ने चाहिँ कस्तो बानी भएछ इङ्ग्लिसको नाममा सो आउँछ हौ मान्छेहरूले फेरि
कति राम्रो देखिरहेछ मोमो हाम्रो जिन्दगी यसरी नै यहीँ सुतेर जाला जस्तो छ घरकोहरूले फोन गरेर पुरै डिस्टर्ब हानिसक्यो के फोटो अब चाहिँ हामी यहाँ एकछिन फोटो खिच्छौँ होइन अनि फोटोसोटो खिच्छौँ भिडियो चाहिँ नबनाउने अनुहार हेर्न लायकको छैन पूर्वबाट आएको पत्रीबाट यस्तो धुलो उडेको अगाडि तपाईँहरूले भिडियो हेरि नै सक्नुभयो होला अब चाहिँ यहाँ हामी फेरि के खान्छौँ अङ्गुर खाम ल हामी चाहिँ यहाँ खाँदैछौँ खरबुजा चक्कु नदेखाउनु उ त बाबुलाई बोलाऊ न चक्कु नदेखाइ चाहिँ के त काट्नु रमाइलो गरिरहेछौँ एउटा चाहिँ रिसाएर मनाएर आऊ आऊ नदेखाउनु अरे नि झन् देखाउँछु होइन यहाँ मैले बोलाएको के पठाइदिन ए किन बिरामी छ र नदिनु भएको अनि ए हामी चाहिँ होइन पत्री गएर पनि आएर पनि फेरि रुम्चेको चौरीमा उब्रेको खानेकुरा खाँदैछौँ हाम्रो उब्रेको भनेको चाहिँ बदाम स्याउ पनि देखाइदिउँ न स्याउ अङ्गुर सानो खालको खाएको होइन पर पनि खरबुजा अनि एक्सट्रिम पनि छ एक्सट्रिममा चाहिँ क्यामेरा अडाएर बसिराखौँ एकदमै मिठो छ नाटक नपार हामीले खरबुजा किनेको चाहिँ कस्तो खरबुजा भन्नु त आजको न्यु इयर चाहिँ हाम्रो यस्तै भयो होइन तपाईँहरूको कस्तो भयो जरुर कमेन्ट करने के लिए करो जरुर कमेन्ट करो नबोल्नु क्या नजान्ने मान्छे बोल्ने भने सिक्ने हो अरू भनेर हुन्छ म मेरो लागि बोलेको थोरै नर्को लागि बोलेको एक दुईजनालाई देखाउनु छ देखाएकै हो देखाएकै हो कालो चस्मा लगाऊ यति साह्रो चाहिँ नगर न तँ बाबुलाई बोलाएको होइन उयो चिसो लाग्छ भनेर नदिएको होला क्या मेरो चाहिँ फोन पनि अफ हुन रहेको छ अब भिडियो चाहिँ यति नै होला मार न हौ साथीहरू अब चाहिँ हामी फर्किने पर्ने हुन्छ रात पनि परिसक्यो तर मान्छे भनेको यहाँ टन्नै छ हाम्रो चाहिँ यहाँ फोटो राम्रो नआएर तनाव अलिकति त अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ कुन तिमी पनि एउटा खाऊ न म एउटा खान्छु तपाईँ टिकटक स्टारहरू चाहिँ यहाँ छ लुगा फेरि फेरि बनाएर छ हामीले यहाँ यो हामी पछाडि नाच्ने बहिनीहरूलाई चाहिँ 4 चोटि लुगा फेरेको हेरिसक्यौँ है हामी बिचरा नाच्नु नजानेलाई के गर्नु सो साथीहरू अब चाहिँ हाम्रो भिडियो यहीँ अन्तिम भइसक्यो हाम्रो फोन पनि अफ हुन लागिसक्यो हाम्रो भिडियो हेरेर इन्जोय गर्नु होला नेक्स्ट भिडियोमा भेट्ने बाजुको साथ यस्तो खालको नि ब्लगर सबले अनसब्स्क्राइब गरे हुन्छ सुरुमा चाहिँ यस्तै हुन्छ होइन साथीहरू सुरुमा चाहिँ यस्तै हुन्छ पछाडि पनि राम्रो गर्नु हो त अहिले त 10,000 फलोवर्स भएको त मतलबै भएन त अनसब्स्क्राइब त गएर अहिले गएर हान्छु त्यो चाहिँ त अहिले त कसले सब्सक्राइब गरेर हेर्न मिल्दो रहेछ नि सब्सक्राइबरहरू देखाउँदो रहेछ बाई बाई गएर सुरुमा मै होला फर्स्ट सब्स्क्राइबर मै हान्छु